हेलो गाइज नमस्कार। हाम्रो तामे डाँडाको यात्रा म सानीमालाई लिन घरमा पुगेँ। त्यसपछि पानी खाएँ, हामी गयौँ। यो रन्जिता यहाँ डोराइसरको आयो बहिनी। यहाँ भन् दाजु मैले आरु छोरे भन् केमा हाल्नु त आउँदा आउँदै गाडी छुटेर ए भगवान् ओराबाट पर आइसकिहालेछ। बल्ल बल्ल गाडी भेट्यौँ। त्यसपछि सानीमा म बसिराख्यौँ। बसेर म पढेको स्कुल यता आइपुगिसकेको थियो गाडी। त्यसपछि हामीले चिया खान गएको गौथलीको गुड भेट्यौँ। त्यसपछि हामी गाडी चढेर गयौँ। जाँदा जाँदै बाटोमा कति चिसो भइरहेको थियो, हुस्सु लागेर केही देखाएको थिएन, कति चिसो थियो नि बाटो। दुईजना लखड 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 हिँडिरहेको थियौँ, रमाइलो भइरहेको थियो। दुईजना मात्रै थियौँ नि त, त्यही भएर बाटो यति राम्रो थियो। त्यसपछि पनि हामी हिँड्दै हिँड्दै लगभग गाडीबाट झरेर 1 घन्टा जस्तो हिँड्न पर्ने रहेछ माथि जानलाई। हेर त आउँदा आउँदै बाटो यस्तो भइहाल्यो त। वेदर खुलेको थियो अघि, अहिले त माइ गड फेरि हुस्सु लाग्न सुरु गरिहाल्यो। नै खुलेन। जाँदैछौँ कति धेरै कस्तो जङ्गल क्या। दुईजना मात्रै डर लागेको त होइन, दुईजना मात्रै। हेर्नु न कान कस्तो चिसो भएर कान रातो रातो भएको थियो। कति राम्रो फुल फुलिरहेको थियो, कस्तो चिसो भएको। फाइनल्ली आइपुग्यौँ तामे डाँडा। त्यसपछि त्यो खुसीमा भिडियो बनाउँदैछौँ उफ्रिँदै। अनि आइपुग्यौँ हामी, दुवैजना मात्रै थियौँ नि त। चिसो चिसो थियो। तपाईँहरू लेखमा भन्नुहुन्छ, लेख जति आनन्द शान्त यति आनन्द कहाँ छ र। तपाईँहरूको गर्मीमा जस्तो तराई जस्तो र हाम्रो कति आनन्द। त्यसपछि खै सानीमाले फोन हराएर मैले गाडीबाट फोन झारेँ, सानीमाले फोन हराउनु भयो। त्यसपछि हामी तामे डाँडा आइपुग्यौँ। यहाँबाट सिडीमा जाने यस्तो आनन्द आइरहेको थियो। हामी बिहान केही नखाइ हिँडिरहेको थियौँ, हल्का भोक चाहिँ लागिरहेको थियो त्यही पनि। त्यसपछि यहाँबाट उकालो चढ्यौँ, म पनि गएँ। त्यसपछि माथि गइसकेपछि यति रमाइलो थियो। हाम्रो ठाउँलाई पर्यटकीय स्थलमा अझै धेरै प्रमोट गरेर गर्ने हो भने कति रमाइलो छ है। अनि 1000मा बेच्न लागेको चस्मा मैले लाएँ, यो आजबाट फिर्ता आउँदैन, कोसँग कुरा मिलाउनु पर्यो मिलाएँ। मैले 1000 रुपियाँमा गाउँ आएर चस्मा बेचेर धनी त्यो दुईटी मात्रै श्वास गर्दै हिँडेको थियौँ। त्यसपछि अझै माथि कति माथि रहेछ हेर्नु नि, त्यहाँ चर्चको तामे डाँडा चाहिँ चित्त बुझेन। पर्यटकीय स्थल हो है, तर कतिजनालाई चाहिँ यो थाहा नै छैन कि यो कहाँ पर्छ के पर्छ भनेर। यो चाहिँ गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिकाको बिचमा पर्छ है, बिचमा पर्छ। यस्तो दामी छ, यस्तो राम्रो छ, सबैजना आउनु होला। अरू त के भन्नु, हामी यहाँ 1 वर्षदेखिको प्लान बल्ल आज टाइम निकालेर आउँदैछौँ। अनि त्यसपछि फुल कति धेरै फुल फुलिरहेको थियो। माथि आइपुग्यौँ है। सबसे पहिला त त्यहाँ माथि चर्च बनाएर रहेछन्। त्यसपछि टोयलेटहरू कति रमाइलो, कति आनन्द क्या, कति आनन्द। हुस्सु लागेको लागि पानी परेर हुस्सु लागेर अलिअलि खुलिरहेको थियो। त्यसपछि यहाँ माथि आउँदाखेरि यस्तो यो बस्ने ठाउँ रहेछ, कति राम्रो घर हो। त्यसपछि तल यति धेरै गाउँ थिए। त्यसपछि यहाँ गुम्बा बनाएर रहेछ। हाम्रो मन्दिर चाहिँ ऊ माथि। हाम्रो ठाउँ नि लालीगुराँस फुल्ने बेला 3 जोरे भन्दा कम छैन, फुल्दै फुलेन। त्यसपछि हामी माथि मन्दिरमा पुग्यौँ। मन्दिरमा पुगिसकेपछि म चाहिँ दर्शन गर्न गएँ। त्यसपछि मन्दिर दर्शन गरेर म बाहिर निस्किएपछि कति रमाइलो भइरहेको थियो। मौसम खुल्छ कि भनेर, हिमालहरू देखिन्छ कि भनेको देखिएन। त्यसपछि यहाँ अझै पनि केही कुराहरू बन्दै रहेछ। अनि त्यसपछि हामी त्यहाँबाट एकछिन बस्यौँ, भिडियो खिच्यौँ, खाजासाजा खायौँ। यहाँनिर चिप्लेटी खेल्न मिल्थ्यो अरे, तर चिप्लेटी खेलेनौँ हामी चाहिँ। त्यसपछि आमा छोरी मिलेर घरबाट लगेको अघि टिपेर ल्याएको आरु खायौँ। त्यहाँ एकछिन बस्यौँ, सुत्यौँ, आरु सारु खाएर आरु खायौँ। मकै लिएर गएको थियौँ, मकै खायौँ गफ गर्दै। त्यसपछि मकै खाइसकेपछि पानी चाहिँ हामीले लैजानु बिर्सेछौँ। पानी सानी चाहिँ थिएन। त्यसपछि काम गर्ने आउने दाइहरू हुनुहुँदो रहेछ त्यहाँ, अनि हामीलाई
पानी खान दिनु। मम्मीले चाम्रे नि लैजा भन्नुभएको थियो है, चाम्रे र तरकारी बेलुकाको त्यो ल्याइएन, ल्याएको भए हुने है। बेलुका लिएर गएको पोलेर लिएर गएको भएर अलिक साह्रो भयो। त्यसपछि हामी तलपट्टि गाउँ त थियो, त्यहाँ जानलाई धेरै टाइम लाग्ने के। अनि एकछिन भिडियो बनायौँ, टिकटक बनायौँ। अब चाहिँ वेदर खुल्यो, त्यहाँबाट हेरौँ भनेर माथि गएको। तलबाट माथि पुग्दा हुस्सुले कस्तो भएको थियो। त्यसपछि अर्ग्यानिक स्ट्रबेरी हो, नरोपी पनि फल्छ यो स्ट्रबेरी चाहिँ जङ टिपेर खाएको मैले। त्यसपछि मैले यसो भिडियो बनाएँ, सानीले बनाउनु भयो। फेरि वेदर यस्तै भइहाल्यो। जस्तै हामीले खाएको खाजाहरू प्लास्टिकहरू एकै ठाउँमा राखेर फाल्यौँ। जहाँ पाए त्यहीँ फोहोर नगरिदिनु होला, यति राम्रो ठाउँ छ। त्यसपछि हामी गफ गर्न लाग्यौँ। सानीमा छोरी हुसु लागेर जाडो भएर चाहिँ मैले अलिक पातलो खालको ज्याकेट लगाएको थिएँ। त्यसपछि हामी सुत्यौँ। के गर्ने त, कति आनन्दको निन्द्रा लागिरहेको थियो। सुत्यौँ एकछिन। कस्तो दामी छ ल हेर्नुहोस् है, यहाँनिर गुम्बा छ, यहाँ तल यस्तो दामी छ है। वाउ, लागेको त्यसपछि हामी गोर हिँडेर आइसकेपछि चिया खायौँ, चाउचाउ खायौँ। हेर न मासु सुकुटी कति धेरै हो। त्यसपछि पानी पर्न लाग्यो, हुस्सुले केही नदेखिने, वरिको मान्छे पर नदेखिने। त्यसपछि त्यहाँ बाख्रा चराउनु। त्यसपछि दिनभरिको यात्रा कस्तो भयो भनेर साइमासँग कुरा गरेँ मैले। वेदर त खुलेन, त्यसैको अलि रमाइलो पनि नभनौँ, अलिक चित्त दुख्यो नखुलेर। यात्रा भने ओभरअलमा रमाइलो छ। रमाइलो भयो। त्यही यहाँ पसल नभएर खाजा खान नपाएको मात्रै हो। रमाइलो छ नि, जाडो छ, अरू त त्यस्तै हो, चिसो चाहिँ हो। अघि हामीलाई त्यहाँ माथि एउटा चाउचाउ एउटा बिस्कुट दिए, त्यहाँ बनाउनु जाने मान्छेले, त्यहाँबाट खायौँ। हामीले स्याउहरू पोकेको थियौँ, हामीले पनि लगेको थियौँ। ल ठिक छ, बाई। थ्याङ्क यू गाइज। सबैजनाले मेरो युट्युब च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि मेरो भ्लग कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू। आज चाहिँ मेरो भ्लग यहीँ एन्ड गर्छु, किनभने मेरो मोबाइलमा चार्ज पनि सकिसक्यो नि त, चार्ज छैन। त्यही भएर चिसोमा धेरै चार्जै टिक्दैन, गाह्रो छ। बाई बाई।